सो हेलो गाइज, नमस्ते सबैजनालाई। सो आज हामी कहाँ जाँदैछौँ र साथीहरू? सो सिक्लेस जाँदैछौँ। सो हाम्रो के हुन्छ सिक्लेसको यात्रा, त्यो सिक्लेसमा हाम्रो के हुन्छ, हामीले के गर्छौँ सिक्लेसमा र सिक्लेस कस्तो छ। सो भिडियो अन्त्यसम्म हेरिदिनु होला। सो लेट्स गो, बाई बाई, किप वाचिङ गाइज। हाम्रो स्कर्पियो छ होइन, स्कर्पियो पनि आइसक्यो हो। हामी स्कर्पियोमा जाने हो। उतापट्टि हामीले सामान राख्दैछौँ, यता बिन्ता दिदी। सो अब हामीले सामान राख्दैछौँ होइन। हाम्रो आमा पनि आउनु भएको छ हेर्न होइन। सो निस्किन लाग्यो होइन आमा हामी। सो हामी अब जान लाग्यो होइन आमा। बाई बाई, बाई बाई आमा है। हजुर के छ, ठिक छ नि? सो यता हाम्रो दाइ हुनुहुन्छ होइन। ल एकदमै हाम्रो शेर्पा टोपी लगाएर बस्नु भएको दाइले। सो अब निस्किन लाग्यो। सो गाइज हेर्दै गर्नु होला सिक्लेसको यात्रा। अनि हाम्रो दाइले कहाँ कहाँ घुमाउनु हुँदो रहेछ हामीलाई। लेट्स गो। म भुले तिम्रो पातै पातैमा, झुमेली रातै रातैमा, म भुले तिम्रो पातै पातैमा। निशान हामी मेन रोडमा पुगिसकेका छौँ होइन। र यहाँबाट कति टाइम लाग्छ सिक्लेस? 4 घन्टाको बाटो छ होइन। सो हामी मेन रोडमा आइसकेका छौँ। बाटो नि एकदमै राम्रो बनाएको रहेछ नि अहिले पोखराको होइन, एकदमै राम्रो छ होइन। सो अब हामी के गर्छौँ बाटोमा, कुन ठाउँमा लैजानु हुँदो रहेछ दाइले। सो अन्त्यसम्म हेरिदिनु होला भिडियो। हामी यहाँ केही सामानहरू किन्नको लागि चाहिँ मार्टमाथि झरिरहेको छौँ होइन। सो यतापट्टि अब केही बाटोमा खानको लागि केही खानेकुरा किन्नको लागि चाहिँ झरिरहेको छौँ। राम्रो देखाएको छ। हरूले सामान किन्दैछन् होइन पाहुना। ए डुनट फेभरेट हो। अनि के लाने अरू लानु पर्यो विपिन? के लाने भन्ने कुरा भयो? स्वर्ग ल्याइदियो यार, स्वर्ग पुऱ्याइदियो। साँच्चै स्वर्ग छ यार पोखरा। ऊ त्यो माछा पुछीको टुप्पो हो क्या? सो हामी जाँदै गर्दा ऊ यता पछाडि कस्तो राम्रो हिमाल देखिया छ। नान्स यतापट्टि हेर्नु न कस्तो राम्रो हिमाल देखाएको छ। नान्स यस्तो बवाल हिमाल देखाएको छ पछाडि गाइज होइन। सो नान्स पनि हाम्रो कस्तो राम्रो देखिनु भएको छ नान्स। भिनाजु यो कुन हिमाल रे? उयो होला कि यो त होइन होला। ए अन्नपूर्ण है। हामीले चाहिँ भिनाजुले लिएर आउनु भएको छ। पारीको देखेको तपराङ, त्यसको उतापट्टिको खिलाङ, खिलाङबाट माथिको सिक्लेस। हामी पुगिसकेका छौँ। यी झर्दैछन् हाम्रा नान्स झर्दै हुनुहुन्छ। नान्स हामी पुग्यो होइन त चिप्ली भन्ने ठाउँ। यो गाउँ जस्तो छ, कस्तो राम्रो क्या। चिप्ली भन्ने ठाउँ, चिप्ली भन्ने ठाउँ रहेछ। यस्तो राम्रो छ भाइ। सर्ट ब्रेक, आकाश पनि एकदम राम्रो छ। हामी चाहिँ चिप्ली भन्ने ठाउँमा छौँ। अब यहाँबाट चाहिँ हाम्रो सर्ट ब्रेक हो 10 मिनटको। यतापट्टि फिसिङ गर्नु भएको रहेछ दाइले। दाइ त्यहाँ आउन मिल्छ? यता माछा गरिराख्नु भएको रहेछ दाइले। एकदमै राम्रो देखिरहेको छ माछा।
र फिसिङ गर्नुभएको रहेछ क्या यस्तो राम्रो राम्रो माछाहरू छ यहाँ कि गाइज होइन माछा कति धेरै माछाहरू छ यहाँ हामी यहाँ चिप्रीमा पुगिसक्यौँ होइन चिप्रीमा पुगिसकेपछि अब यहाँ हाम्रो 10 मिनटको चाहिँ ब्रेक छ सो यतापट्टि चाहिँ फर्म रहेछ कि फिस फर्म रहेछ होइन त्यहाँ माछा पालिराख्नु भएको रहेछ सो एकदमै राम्रो छ यो गाउँ एकदमै आफ्नो जस्तो लाग्यो क्या एकदमै नेचुरल ब्युटी के सो सबै ठाउँ घुम्न गयो तर दिस टाइम एकदमै अमेजिङ फिल भइरहेको छ तर पनि हामी सिक्लेस भन्ने ठाउँमा त पुग्नै बाँकी छ कि फेरि हाम्रो स्पेसल प्लेसमा चाहिँ हामी पुग्नै बाँकी छ सो हेर्दै गर्नु होला अगाडिको गाउँ देखिरहेको छ नि यो चिप्ली गाउँ हो होइन सो मेरो गाउँ जस्तै लागिरहेको छ कि सो सेम पछाडिको यो गाउँ चाहिँ मेरो गाउँ जस्तै छ होइन त्यस्तो माया लाग्यो कि यहाँ बसिरहँ जस्तो आयो घरको याद आयो कि यसरी पछाडितिरको गाउँहरू हेर्दा यो तल देखिराखेको छ नि यो चाहिँ मादी नदी रहेछ होइन मादी तलको देखिराखेको चाहिँ हो र फाइनली हाम्रो गाडी पार भइसक्यो गयो होइन अगाडि हामीलाई छोडिदियो कि गाडीले हिँड्नु पर्यो हिँड्दै जाने अब सिक्लेस हामी सिक्लेस हिँड्दै जाँदैछौँ है गाडी चाहिँ छोडेर गइसक्यो अब गाइज कति टाइम लाग्छ हेर्दै गर्नु होला सिक्लेस पुग्न होइन अब माथि पुगिसकेछ त गाडी त अब हामी सिक्लेस पुग्न कति जति आधी घन्टा जति टाइम लाग्ला अब अझै अलि अफरोड रहेछ यहाँ बाटो चाहिँ अहिले भर्खरै देखिसक्यौँ हामी सबैजनाले बाटो चाहिँ अहिले अफरोड नै छ गाह्रो छ तपाईँहरूले अर्को कुरा देखाउँछु वेलकम टु द हाइएस्ट 1800 मिटर्स एन्ड सेकेन्ड लङ्गेस्ट 470 मिटर्स ब्रिज अफ नेपाल सो नेपालको सबैभन्दा अग्लो र दोस्रो सबैभन्दा लामो पुल तपाईँलाई देखाउँछु ए यो चाहिँ यो ठाउँ चाहिँ सिक्लेस पर्यो यतापट्टि ए यो चाहिँ नेपालको सबैभन्दा अग्लो पुल है हाइटको आधारमा र नेपालको सबैभन्दा दोस्रो लामो पुल झुलुङ्गे पुल यतापट्टि हाम्रो गाडी रोकिया छ जब हामी पुलबाट जाने हो अब उता चाहिँ गाडी उताइनेरै छ सो अब गाडी चाहिँ यताबाट जान्छ हामी पुलबाट जान्छौँ यो पुललाई पार गरेर सो एकदमै राम्रो छ नेपालको पहिलो अग्लो पुल है र दोस्रो नेपालको सबैभन्दा लामो पुल देखाउन गइरहेको छु म गाइज होइन सो देख्न सक्नुहुन्छ यतापट्टि कति लामो छ नाजु त्यहाँ पुगिसक्नु भयो होइन हाम्रो भिनाजु त्यहाँ गाडी चाहिँ हाम्रो त्यहाँ पुगिसक्यो अब हामी चाहिँ यहाँ पुलबाट एकछिन जाने यहाँ चटपटे खाँदैछौँ हामी उतापट्टि हुनुहुन्छ हाम्रो भिनाजु टप त्यहाँसम्म छ कि यति लामो छ अनि यहाँ चाहिँ हाम्रो साथीहरूको ग्रुप छ यहाँ चाहिँ चटपटे खाँदै अब अनि हामी यो पुलमा इन्टर गर्दैछौँ अब यताबाट निशान हिँड्दैछ निशान कस्तो लाग्यो नेपालको सबैभन्दा अग्लो पुल रे हेरौँ पावनाको खुट्टा हुँदैछ यस्तो लामो छ उता यत्रो लामो पुल यतापट्टिबाट आउँदैछन् केटाकेटीहरू यो पुलको चाहिँ तल छ कि यति तल छ अब हामी पुल तरेर आइसक्यौँ अब हामी जाँदैछौँ कता जाँदैछौँ रे हामी सिक्लेस कति टाइम बाँकी छ सिक्लेस अब 20 मिनट ल 20 मिनट्समा हामी सिक्लेस पुग्दैछौँ होइन त्यसपछि सिक्लेसको वास्तविक रमाइलो कस्तो छ त है गाइज सो चाहिँ यहाँ स्टप भएको छ हाम्रो स्कर्पियो भिनाजुले कार चाहिँ अघि नै लिएर यता राख्नु भएको थियो मैले अघि नै देखाइ पनि सकेको थिएँ सो अब हामी हिँडेर आयो पुलबाट अब यताबाट अब स्कर्पियोमा जाने यो खोला चाहिँ कस्तो दामी है
हामी पुग्ने लाग्यो अब माथि देखिरहेको हिमाल चाहिँ सो अन्नपूर्ण पुग्ने लाग्यो कि हामी अब पछाडिको देखिरहेको छ नि यो हिमाल यो हो सिक्लेस सो यता पछाडिपट्टिको देखिरहेको जुन हिमाल छ यो चाहिँ हाम्रो सिक्लेस हो सो हामी सिक्लेस एकदमै राम्रो सोच्यो भन्दा पनि एकदमै राम्रो छ यतापट्टिको यो गाउँ चाहिँ यो सिक्लेस गाउँ हो यतापट्टि देखिरहेको माथिपट्टिको देखिरहेको चाहिँ अन्नपूर्ण हिमाल है एकदमै स्वर्ग जस्तो छ फाइनली गाइज हामी सिक्लेस पुगिसकेका छौँ सो एकदमै राम्रो हाम्रो गाउँको एकदमै हाम्रो गाउँको याद दिलाउने एकदमै हाम्रो बालापनको याद को सम्झना आइराखेको छ मलाई त होइन एकदमै राम्रो छ होइन सिक्लेस सोचा भन्दा पनि धेरै राम्रो छ कि सो मेरो जीवनको पहिलो अनुभव हो यस्तो ठाउँमा मेरो घुमाइ होइन मेरो यो साथीको लागि एकदमै धेरै धेरै धन्यवाद होइन यो मान्छेले मलाई यस्तो नयाँ अनुभव गरायो भिनाजु हुनुहुन्छ उ त्यहाँ भिनाजु नि पुगिसक्नु भएको छ भिनाजुले गर्दा नै हो कि हामी यहाँसम्म सक्कु चलाइएको स्पेसल थ्याङ्क्स त हाम्रो भिनाजुलाई भिनाजुले सायद भिनाजुले यहाँसम्म राम्रोसँग नल्याइदिए पनि सायद हामी आउँछौँ मलाई नान्छु अनि हाम्रो विशेष गरी यहाँ छ है प्लान दुईजना मिलेर लिएर फाइनली हामी सिक्लेस आइपुग्यौँ जाडो छ यहाँ चाहिँ एकदमै चिसो छ उकालो पनि छ सो राम्रो पनि छ फेरि एकदमै राम्रो छ यहाँ चाहिँ माघको 1 गते चाहिँ मेला लाग्दो रहेछ तर हामी अलि अगाडि आएछौँ हो र 1 गते के छ 1 गतेसम्म बसौँला नि त माघी मेला लाग्दो रहेछ सिक्लेसमा चाहिँ माथि 1 गते हामी चाहिँ अलि छिटो आउँदैछौँ अनि नान्स होइन एकदमै राम्रो है एकदमै भेनाजु निशान अनि दिपिन अनि हाम्रो दाई हुनुहुन्छ आइपुगिसक्यौँ यही ठाउँ हुँदै हामी बस्यौँ सिक्लेस भिलेज है कति राम्रो छ क्या सिक्लेको माथि हिमाल यो सिक्लेस काम है क्या छ यार सहर त सधैँ घुम्यो यार तर गाउँ घुमिएन कि साथी यता हेर्दा एकचोटि आरुको पनि पारु मेरो दारु निशानले मलाई सहर त धेरै घुमायो होइन तर गाउँ चाहिँ घुम्न बाँकी थियो कि निशान फाइनल्ली हामी वेलकम टु लामा कटेज हामी लामा कटेज हामी यही हो बस्ने सो हामी लामा कटेजमा आइपुगेका छौँ सो हाम्रो भिनाजुले हामीले लामा कटेजमा ल्याइसक्नु भएको हेलो दिदी नमस्ते सो हामी लामा कटेजमा आइपुगेका छौँ भ्यू त अब यस्तो छ कि कुरै नगर ओ लामा कटेजको भ्यू हेर्नु त यस्तो राम्रो छ वाउ यतापट्टि गाउँ पनि रहेछ क्या यतापट्टि सो हाम्रो खाजाको लागि पनि यहाँ हाम्रो लामा कटेजबाट चाहिँ हामीलाई मकै र चियाको व्यवस्था गरिदिनु भएको रहेछ सो एकदमै मिठो लाग्छ यो साँझमा होइन यसरी बसेर खान चाहिँ एकदमै रमाइलो लागिरहेको छ होइन कस्तो कस्तो भइरहेछ बिपिन रमाइलो भइरहेछ नि ए डान्स कस्तो भइरहेछ राम्रो भइरहेछ खाने टाइम भएको छ होइन सो अब खाना खाने बेला भएको छ एकदमै मिठो खाना ल्याइदिनु भएको छ दाइले सो अब आइयो होइन थकाइ पनि लाग्यो अब खाना खाएर चाहिँ बारबिक्यू गर्ने कुरा भएको छ भोक लाएर खाना सुरु गरिदिइहालेँ सो भिनाजु पनि खाना रेडी भइसक्नु भएको छ एकदमै मिठो खाना ल्याउनु भएको छ यहाँ हाम्रो दिदीले बहिनीहरू आउँदैछन् टोली र सुरु गर्ने होइन त भिनाजु अब ल
ल ल ल हेर खाना खाना उठिसक्यो अब खाना खाने सुरु